सम्पूर्णलाई स्वागत छ आजको यस भिडियोमा चाहिँ हामी समसामयिक अर्थात् कि करेन्ट एफेयर 2082 सालका विभिन्न समसामयिक प्रश्न उत्तरहरू हामीले लिएर आउने गर्दछौँ। त्यसैले आज अर्को भिडियो लिएर आइसकेका छौँ। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला, छेउमा रहेको बेल आइकनलाई थिच्न पनि नभुल्नुहोला। आज हामीले समसामयिक करेन्ट एफेयर 2082 अन्तर्गत विभिन्न समसामयिक प्रश्न र गोरखापत्रमा प्रकाशित भएका विभिन्न प्रश्नहरू ल्याएका छौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरी एउटा मिठो कमेन्ट लेखी साथीभाइहरूलाई सेयर गर्न नभुल्नुहोला र यस्तै किसिमका अन्य अपडेटको लागि च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन अन गर्न पनि नभुल्नुहोला। समसामयिक 2082 अन्तर्गत हामीले कुरा गर्दै गर्दा अब हामीले प्रश्नतिर लागौँ। कति पनि ढिला नगरी नेपाल र वेस्ट इन्डिज बीच ऐतिहासिक सिरिज भएको थियो, जुन सिरिजको नाम चाहिँ के थियो, जुन भएको ऐतिहासिक सिरिजको नाम चाहिँ के थियो भनेर प्रश्न आउन सक्छ। त्यसको उत्तर रहेको छ युनिटी कप। नेपाल र वेस्ट इन्डिज बीच भएको ऐतिहासिक सिरिजको नाम के थियो? त्यसको नाम रहेको थियो युनिटी कप। त्यसैगरी अर्को रहेको छ प्रश्न नम्बर 2 मा, अर्थात् कि दोस्रो प्रश्न रहेको छ नेपाल र वेस्ट इन्डिज बीच ऐतिहासिक सिरिज कहिले भयो? ऐतिहासिक सिरिज युनिटी कप त भयो, तर कहिले भयो त्यो चाहिँ विक्रम सम्वतमा नभएर हामीहरूले एडीमा भन्नुपर्नेछ। 2025 सेप्टेम्बर 27, 29 र 30 का दिन चाहिँ यो भएको थियो। नेपाल र वेस्ट इन्डिज बीच भएको ऐतिहासिक सिरिजको उपाधि कसले जित्यो भनेको छ। यसको लागि चाहिँ सही एन्सर रहेको छ नेपाल। नेपालले चाहिँ 2-1 ले सिरिज जितेको थियो। नेपाल र वेस्ट इन्डिज बीचको ऐतिहासिक सिरिजको प्लेयर अफ द सिरिज को बने भनेर भनेको छ प्रश्नमा। नेपाल र वेस्ट इन्डिज बीचमा भएको ऐतिहासिक सिरिज भएकाले, कुनै पनि टेस्ट नेसन राष्ट्रसँग भएको पहिलो ऐतिहासिक सिरिज भएकाले यहाँबाट प्रश्न आउन सम्भावना रहेको छ। त्यसैले यसको सही एन्सर रहेको छ कुशल भुटेलले चाहिँ प्लेयर अफ द सिरिज अवार्ड चाहिँ जितेका थिए। त्यसैगरी संविधान दिवस कहिले मनाइन्छ? हामी सबैलाई थाहा भएकै हो, असोज 3 गते। विक्रम सम्वत 2072 साल असोजको 3 गते नयाँ संविधान, नेपालको संविधान प्रकाशित भएसँगै नेपालको संविधानलाई चाहिँ असोज 3 गते प्रकाशन गरेको भएकाले हामीले सधैँ हरेक वर्ष संविधान दिवस चाहिँ असोज 3 गते मनाउने गर्दछौँ। राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ? असोज 1 गते। व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो? परी। नेपालको सबैभन्दा पहिलो व्यावसायिक रूपमा प्रयोग गरेको रोबोट कुन हो भन्दाखेरि प्रश्नमा आयो भने उत्तर रहनेछ परी। यसको करेक्ट एन्सर हो प्रहरी नै कि परी भनेर यहाँ चाहिँ एन्सर लेखेको पनि छ। अगाडि यता सायद त्यो रोबोटको चित्र पनि देखाएको छ। राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ? राष्ट्रिय शिक्षा दिवस असोजको 2 गते मनाइन्छ। राष्ट्रिय सामाजिक सेवा दिवस कहिले मनाइन्छ? यो कुरा थाहा पाउनु पर्यो। राष्ट्रिय सामाजिक सेवा दिवस असोजको 6 गते मनाइन्छ। राष्ट्रिय सामाजिक सेवा दिवस 2082 सालको नारा के रहेको छ? त्यसको नारा रहेको छ सुशासन र समृद्धि नेपाल राष्ट्रिय सोचाइ दिगो सामाजिक विकास सङ्घ संस्थाको रोजाइ भन्ने चाहिँ यो चाहिँ नारा रहेको छ 2082 सालको। विश्व शान्ति दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 21। प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो? यसको बारेमा तपाईहरुले थाहा पाउनको लागि चाहिँ यो चाहिँ एकपल्ट गोरखापत्रमा आएका प्रश्नहरू पनि हेर्न सक्नुहुन्छ र तपाईले यसमा चाहिँ यो भिडियोमा चाहिँ गोरखापत्रमा आएका सम्पूर्ण प्रश्नहरू पनि तपाईले भेटाउन सक्नुहुन्छ। अखण्ड भण्डारीले चाहिँ के पाएका थिए? पुरस्कार प्राप्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको 79औं महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको थियो भन्ने प्रश्न रहेको छ, जुन चाहिँ 2081 साल असोजको 4 गते गएका थिए। 10 गते उनी प्रधानमन्त्री उहाँ चाहिँ के गर्नुभएको थियो? संयुक्त राष्ट्र सङ्घको सम्मेलनमा सहभागी हुनुभएको थियो भने 14 गते चाहिँ देशमा स्वदेश फर्किनु भएको थियो। याद गर्नुस् कि विक्रम सम्वत 2081 सालमा हो, अहिले चाहिँ 82 चलिरहेको छ। हालसालै अहिले नै भएकाले यो चाहिँ प्रश्न राखिएको थियो। साउथ एसियन ट्राभल्स अवार्ड साटा 2024 मा भिजिट्स चोइस अवार्ड अन्तर्गत ग्लोबल लेख्न खोजेको होला, यहाँ ग्लोड लेखेको छ। ग्लोबल अवार्ड जित्ने एयरलाइन्स कुन हो? यसको सही एन्सर रहेको छ श्रीलङ्का एयरलाइन्स हो, श्रीलङ्कन एयरलाइन्स। त्यसै अर्को प्रश्न रहेको छ मिस युनिभर्स इन्डिया 2024 को उपाधि कसले जितिन् भनेर। यसको सही एन्सर रहेको छ रिया सिंघा रहेको छ। सन् 2024 सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र कुन हो? त्यसको सही एन्सर रहेको छ द स्कुल वाल, नेपालको रहेको छ। प्राचीन कालमा कर्णाली क्षेत्रलाई के भनिन्थ्यो भनेर प्रश्न आउन सक्छ। त्यसको प्रश्नको उत्तर रहेको छ स्वर्णप्रस्थ रहेको छ। मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् भनेर
प्रश्न आयो भने तपाईँले उत्तरमा टिक लाउनु पर्नेछ। फादर विलियम बर्क उनले लेखेको कृतिको नाम रहेको थियो सही शब्द विक्रम सम्वत 2051 सालमा। विक्रम सम्वत 2081 सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो? लक्ष्मण गामनाङ्गे भनेर लेखिएको छ। यो चाहिँ तपाईँको करेक्ट एन्सर हुनसक्छ। तपाईँले यसलाई चाहिँ करेक्ट एन्सर मान्नुपर्छ। तपाईँले कुनै पनि क्वेसनमा एमसीक्यू क्वेसनमा आयो भने यसरी तपाईँले यहाँ दिएका सम्पूर्ण क्वेसनहरू आधिकारिक रहेका छन् र प्रश्नका उत्तर पनि आधिकारिक रहेका छन्। अर्को प्रश्न रहेको छ संयुक्त राष्ट्र सङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिक प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरेको दशक कुन हो भन्दाखेरि विक्रम सम्वत भनेर नभन्दा ठिक होला। सन् 2021 देखि 2030 सम्म चाहिँ पारिस्थितिक प्रणालीको पुनर्स्थापन दशकका रूपमा चाहिँ युएनओले मनाउने गर्दछ। विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो? हामी सबैलाई थाहा भएको ब्राजिल। अमेजोन जङ्गल जुन देशमा छ त्यो जङ्गलमा विभिन्न प्रजातिका वनस्पति पाइनु सामान्य कुरा हो। त्यसैले यसको करेक्ट एन्सर हुन्छ ब्राजिल। एसियाली विकास ब्याङ्क एडिबीले सन् 2024, यहाँ चाहिँ 2024 हो, यहाँ ब्राकेट आएछ बिचमा, यो कताबाट आएको हो? सन् 2024 सेप्टेम्बरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081 र 82मा नेपालको आर्थिक वृद्धि दर कति रहने अनुमान गरिएको छ? यसको करेक्ट एन्सर रहेको छ 4.9%। अर्को प्रश्न रहेको छ नेपालका प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि भएको हो? यसको चाहिँ करेक्ट एन्सर रहेको छ 2022 पुस 1 गतेदेखि। अर्को रहेको छ नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो? विक्रम सम्वत 2067 साल भदौको 28 गते। अर्को प्रश्न रहेको छ प्रधानमन्त्री क्रिस्चियन भए राष्ट्रपति मुस्लिम, राष्ट्रपति क्रिस्चियन भए प्रधानमन्त्री मुस्लिम हुने देश कुन हो? यसको करेक्ट एन्सर रहेको छ लेबनन। लेबननमा के हुँदो रहेछ भन्दाखेरि जब प्रधानमन्त्रीको रूपमा क्रिस्चियन हुन्छन् तब राष्ट्रपति मुस्लिम हुनै पर्ने, यदि राष्ट्रपतिको ठाउँमा क्रिस्चियन भएपछि प्रधानमन्त्री मुस्लिम हुनै पर्ने, यो चाहिँ त्यहाँको चलन रहेको छ। त्यसै अन्त्यमा एउटा प्रश्न रहेको छ सरकारले याक दिवस चौरी गाई दिवस कहिले मनाउने निर्णय अर्थात् तय गरेको छ भन्दाखेरि वैशाखको 7 गते सरकारले याक दिवस